पेनहरु खै त पेनहरु खै खै त हेछ 10 मिनेट सेसन भइसक्यो कि हुन बाँकी भइसक्यो यसले के मेट्ने यसले त्यो कपडा राम्रो छ लिभिङ विथ अनरिजल्भ प्रब्लम्स के भने के रहेछ भनौ नि केटा समाधान नभएको समस्यासँग बाँच्नु त्यो भने कस्तो रहेछ त्यो भने के रहेछ हाम्रो समस्या समाधान भइसकेको छैन समाधान हुने प्रोसेसमा छौँ हामी अहिले यही समाधान नभएको यसमा राम्ररी बाँच्नुपर्छ कहिलेकाहीँ फेरि लाइफमा समस्या फेरि चेन्जै हुँदैन फेरि सल्भै हुँदैन फेरि त्यस्तो पनि हुन्छ नि थाहा छैन फेरि समस्याहरू भने दुई प्रकारको हुन्छ कहिले भएर भएको कहिले खुल्दा ए के नाम निकेश कार्की कहाँ कहाँ गयो आइबिसम्म कोलोनी ए निकेश अस्ति आएको होइन हजुर समस्या भने कति प्रकारको हुन्छ अरे के होला एउटा समाधान गर्न सक्ने एउटा आफूले समाधान गर्न नसक्ने एउटा समस्याको सोलुसन हुन्छ एउटा समस्याको सोलुसन हुँदैन अब सेरेनिटी प्रेयरले के भनेको छ विजडम टु नो द डिफरेन्स भने प्रेयर हामी बेलामा पनि काम लाग्छ बुझ्यो नि बुझ्यो तपाईँलाई तपाईँको अनुहारै मन परेन अरे के भयो समस्या हो कि कसैले आफ्नो दाँत नमन पर्ला कसैले आफ्नो नाक नमन पर्ला कसैले आँखा नमन पर्ला अब पैसा हुनेले त माइकल ज्याक्सन जस्तै कालेबाट गोरो मनला नहुनेको के लाइफभरि त्यही समस्या होइन त्यही भएर समस्या भनेको एउटा सल्भ हुने खालको हुन्छ एउटा सल्भ नहुने कसैलाई आफ्नो बगानमै मन पर्दैन के हो बस्नु पऱ्यो परेको पऱ्यो होइन कतिलाई तपाईँहरू नै मन पर्दैन तपाईँको आमालाई मेरो कान्छो छोरो खतम जेठो छोरो खतम माइलो छोरो खतम तै पनि छोड्न सक्यो कहाँबाट आयो पछि ए थाहा भयो मैले पठाएँ नि मान्छे देखाइदिनु कि मैले पुच्छे रहेछ चक्लेट खाएर आएको हो के खान्थ्यो गाजा गाजा खाँदा बेच्छ नि बाबु पात के गरे कति वर्ष भयो धेरै सानो रहेछ रुनिबानी गाछन् रोगको वंशिक हुन्छ नि होइन ल अब फटाफट घन्टा एक घन्टा दौडिहाल्नु त्यहाँ एकचोटि हेर्दै गर्नु है है ल अब यहाँ कतिजना मान्छे छ 27 तल छोडिदिनु टोटल हाम्रो 27 होइन त फोर्स होइन त तपाईँहरूको फर्स्ट प्रायोरिटी के छ त लाइफ एक एकजनाले 4-5जनाले भन्नुहोस् धेरैले भन्यो भने टाइम भ्याउँदैन होइन के नाम ने ल एस ओके सुअली मिलेर सुस रिकभरी नै हुँदा मेन्टालिटी फिजिकलिटी स्पिरिचुअलिटी अब जस्तो जस्तै भन्छ डाइरेक्ट सर्जरी आउने राम्रो बनाउने ल्याउने सेकेन्ड अर्को नाम गोप्य राख्नु एउटा ल मेरो मम्मीलाई खुसी दिनु मेरो लाइफमा प्रायोरिटी हो ओके ममको ह्याप्पिनेस होइन त आजकल यो फेसबुकले गर्दा खत्तम भइसक्यो ममको ह्याप्पिनेस ल के भन्नु नम्बर 3 आई एम यु आर एन एडिक्ट मैले बुझिसकेँ नाम भन्नु पर्दैन ल नाम भन्नु पर्दैन अरे म रिकभरी हुन चाहन्छु र आफ्नो फ्यामिलीलाई ह्याप्पिनेस राख्न चाहन्छु ल र लाइफमा ठुलो बिजनेस गर्न चाहन्छु कति वर्ष हुनुभयो 40 वर्ष अहिले के गर्नुहुन्छ यो बाइकको सर्भिस सेन्टर कहाँ युएन पार्क ए ओके अनि समस्या के दारु त्यो लकडाउनमा 1-2 प्याक मैले थाहा भयो तपाईँलाई मैले नै ल्यायो होला मान्छे मात्रै नदेखा रहेछ तपाईँको मान्छेको पछि कुराहरू मैले थाहा भइसक्यो
अर्को लामो समय रिकभरी लिएर आफ्नो जिम्मेवारी पुरा अर्को आइमा सुन आएन कहाँबाट तपाईँ मङ्गलबाट आफ्नो मङ्गलबाट ए मैले पनि चिनेँ तपाईँलाई मेरो फ्यामिलीलाई मैले सोह्र राख्ने चाहन्छु फ्यामिली हो नि त कसैलाई भन्नु मन छ अब दुईजना विशेष गरी अब मेरो छोराको भाइ ल अर्को को छ दुईजना तपाईँ टाइम वेस्ट नगर्नु यार त्यही भएर टाइम प्रिसियस अहिलेको लागि राम्रो लाइफ बिताउनु रिकभरी भएर राम्रो लाइफ बिताउनु चाहन्छु आइरहेको छ एन्सरहरू होइन तिनीहरूको पनि आइरहेको अर्को एकजना ल फ्यामिली रिलिजन भाइ को फ्यामिली बोले बोले केटाहरू तपाईँको त्यो अस्ति गाउँको सबै आफन्तहरू हो कि के हो सब आफन्त 25-30 जना भने सत्कारसँग पठाएको छ है रिहाब सेन्टर म त फर्स्ट टाइम देखेँ लाइफमा त्यो माया गर्ने त्यति माया गर्ने रहेछ 25-30 जना बढी छ होला बिहानमै कुरा बिहानमै कुरा भनेपछि 1 2 3 4 वटा एन्सर रिकभरी आयो नि त अब रिकभरी कसरी लिन सकिन्छ प्रोग्रामलाई फलो गरेर एउटाले एन्सर गर्छ मान्छे यो त खतरा छ मान्छे त यार यो कतिवटा सेन्टरमा छ दिमाग त छ यार है रावण हो क्या यो रावणले के गरेर थाहा छ ऊ त एकदम खतरा आयो नि त दिमाग तर अलिक घमण्डी भएर पतन भयो नि होइन पनि रावणै जस्तो लाग्यो मलाई ठ्याक एन्सर भन्छ त्यहाँ रिकभरी कसरी पोसिबल छ प्रोग्राम फलो गरेर प्रोग्राम प्र्याक्टिस गरेर होइन त प्रोग्राम प्र्याक्टिस गरेर प्रोग्राममा के छ त कमान्डर बनाएर नेक्स्ट उयो हो स्टेप्स होइन फाइदाहरू 3 नम्बरमा के छ एनएको तेस्रो पाइला के छ हामीले आफ्नो इच्छा शक्ति र जीवनलाई हाम्रो समझदारीको ईश्वरको विचारमा सुन्नु कुरो त मोरले राम्रै गरियो अर्को के छ सेकेन्डमा मिटिङ तपाईँ नभन्नु यसलाई सब थाहा छ थाहा नहुने नभन्नु अरू स्पोन्सर त्यो यसमै आउँछ सेन्टर होइन अनलाइन प्रोग्राम किपिन्टास भनेको यो फेलोसिप हो क्या अर्को के हुन्छ अनलाइन प्रोग्राम अनलाइन प्रोग्राम भनेको मिटिङ भइहाल्यो अरू के हुन्छ सरेन्डर पनि गर्न सक्नुपर्छ सरेन्डर यसमै पर्छ स्टेपमै आउँछ हो लेख्नु मलाई पनि लेख्नु छ है केटाहरूले क्लास त बुझेछ र यसलाई फलो गर्नु पऱ्यो ओके फटाफट एउटाले सारेपछि भयो भने अनि अर्कोले गर्ने ल एकजनाले सारे पुग्छ अनि पछि सार्नु बाउ फटाफट सार्नु अनि पछि गर्नु है ल छोडिदिनु अहिले सफ्टवेयर स्टेप्स हो अहिले के अरे स्पोन्सर अनि अर्को के भन्दै थियो सरेन्डर एक्सेप्टेन्स यो सबै स्पिरिचुअल प्रिन्सिपल यसमै आउँछ बुझ्यो नि होइन हामीले फलो गरेको प्रोग्राम 12 स्टेप प्रोग्राम सेकेन्ड मिटिङहरू एटेन्ड गर्ने थर्डमा किप इन टच विथ फेलोसिप रिया फोर्थमा स्लोगन्स बुझेन 5मा सर्भिस भनेको
कुवा पायो होइन कुवा शङ्कर दाइ सर्भिस सर्भिस हो भनेको प्रोग्रामसँग रिलेटेड कुनै पनि फिल्डमा सर्भिस गर्ने जस्तै अहिले हाम्रो ल्याबको कन्टेक्स्टमा पनि भनियो भने पहिलेदेखि सर्भिस गरेर मान्छेहरू 1 वर्ष 2 वर्ष 3 वर्ष भोलुन्टियर स्टाफ भएर काम गरिसकेका मान्छेहरू अहिले पनि 10-12 वर्षको क्लिन छ सुरुको टाइममा 5-6 महिना इनहाउस बस्यो त्यसपछि 3-4 महिना ओजेटी गर्यो त्यसपछि भोलुन्टियर गर्यो त्यसपछि अलिअलि स्यालेरी धेरै त अब के दिन सकिन्छ र सेन्टरबाट अब पकेट खर्च मोबाइल खर्च होइन च्याचुरोट त्यति गरेर 2 वर्ष 3 वर्ष गर्नेहरू अहिलेसम्म हाम्रो सेन्टरमा जसले 2-3 वर्ष गरेको छ राम्रोसँग स्टाफ भएर त्यो मान्छेहरूमा 1-2 जना मात्रै चिप्ले होला चिप्ले छैन भन्दैन तर प्राय जति सबै राम्रो छ बुझ्यो अब तपाईहरु मध्ये टाइम दिन सक्छ भोलन्टियरिङ गर्न सक्छ 5 महिना 1 वर्ष आफ्नो रिकभरीलाई प्रायोरिटी राखेर सर्भिस दिन सक्छ राम्रो त्यसको लागि यहाँ दिनभरि बस्नु पर्दैन तपाईहरुको हप्तामा 2 चोटी 3 चोटी 1 चोटी 2 चोटी आउने जाने भोलन्टियरिङ सर्भिसहरु गर्यो भने पनि तपाईहरुलाई त्यसले धेरै बेनिफिट हुन्छ फाइदा हुन्छ बुझ्नुभयो बुझेन ठीक है ना बुझियो अब यहाँ आयो अर्को म एउटा चीज ल्याउँछु है त त्यति ड्राइङ त गर्न आउँदैन मलाई है के हो रुख रुख होइन त अब यसमा यो के रुख हो एउटा भन्नु त फलफुल आफै हो होइन त आफहरू पनि छुटिरहेको छ ओके बुझ्यो यसमा के हुन्छ रुखमा के हुन्छ आङ्गा आङ्गा पात फल त्यसपछि जरा कसले बोलाएर जरा जरा कोसँग बोलाएर म अनि त्यहाँ को बोलेर भाइ रामदाई र राजदाई कोसँग बोलाएर खै रामदाई र राजदाई जरा हो अर्को के हुन्छ यसमा यसलाई के भन्छ स्टिम इङ्ग्लिसमा स्टिम भन्छ नेपालीमा के भन्छ यसलाई रुखको के भन्छ फेद भने त फेदै भइहाल्यो होइन अब तपाईँको जरा पनि आयो हो यो पनि हाँगै मानौँ न होइन हाँगै मान्नु ओके ठिक छ ठिक छ यो भने यो छ नि यो रुख छैन यो रुख भने के हो है छाया पनि दिने चौतारी बनाइदिनु एउटा बस्छ नि बुढा बेलुका बेलुका यसो चिया खानु बुढा होइन ल अब यो भने रुख भने चाहिँ के को सिम्बल हो यो यसमा हामीले सिम्बल एउटा सङ्केत दिनु खोजे हो खास होइन त्यो रुख भने पढ्दो भएको छैन नि 10-12 दिन भयो क्लासमा लिएको यो दिक्क गर्न आयो यो भनेको के हो त रुख भनेको के हो अहिले यो भनेको लाइफ हो नि होइन लाइफ भनेको को हो त म हो क्या म यो रुख भनेको म तपाईँ सब हो क्या अब यो रुखमा के फल लाग्यो के छ यो रुखमा फल भयो हो अब यो हाँगा भने के हुनसक्छ तपाईँको परिवार हुनसक्छ सक्दैन हो यो पात भने तपाईँको के हुनसक्छ व्यवसाय हो क्या जरा भने के हुनसक्छ जरा भने के हो जरालाई हामीले के बुझ्छौँ
जरा भने के हो बेस हैन अब यो फल भने के हो त तपाईहरुले गरेको व्यवसाय तपाईहरुले गरेको काम हो यो के हो त कर्मको रिजल्ट हो नतिजा हो तपाईले राम्रो काम गर्यो भने राम्रो फल आउँछ तपाईले नराम्रो काम गर्यो भने नराम्रो फल आउँछ यहाँसम्म कि मनले सोचे मात्रै भने पनि नराम्रो फल आउँछ थाहा छ फलानाले बिग्रस भनेर सोच आँखा के हो धेरै झुट बोल्छ सेक्नु खानाले त्यो भात राखेर कर्मको नतिजा हो त्यो फल हो कि यो रुख भने को रहेछ त सिम्बलमा को रहेछ त्यो म होइन यहाँभित्र एउटा बसिरहेको छ मान्छे प्रकृति बसिरहेको छ हो बुझिरहेको छ अब तपाईँहरूको फर्स्ट प्रायोरिटी के हुनु पर्यो पहिलो प्राथमिकता तपाईँले के हुनु पर्यो त यो जरा आयो हो यो जरा भने के हो आधार हो यो के हो त यहाँ जग त जग यसलाई हामीले प्रोग्रामसँग रिलेट गर्दाखेरि हामीले के भन्छौँ त्यसलाई रिकभरी गुड यसलाई के भन्छ हामीले सुधार अथवा इङ्ग्लिसमा रिकभरी हो क्या अब तपाईँले बुझ्नुभयो एउटा सानो रुख ठुलो पहिला हुनु पर्यो बुझ्नुभयो त्यसपछि ठुलो ठुलो बढ्दै बढ्दै गएपछि यसले हाँगा बिगामा फैलाउने भयो फल लाग्ने भयो टाइम लाग्यो नि अब यो रुखले यो फल दिनुलाई कति वर्ष लाग्छ अन्दाज कति वर्ष लाग्छ 5 वर्ष त लाग्यो 4 to 5 वर्ष लाग्यो हो 5 years लाग्यो 5 वर्षसम्म यसले हावाहुरी धुवा धुलो दुनियाँसँग फाइट गरेपछि यसले के गरे त लास्टमा के दियो फल दियो तर हाम्रो केटाहरूले 15 दिन बसेपछि फल चाहिन्छ हो क्या 4 दिन सिक हुन्छ हेलुसिनेसनमा जान्छ छटपट्टि हुन्छ 5औं दिनदेखि त सुहानी छोरी आमा दुनियाँ गएर आइहाल्छ आउँछ कि आउँदैन अब रिजल्ट मैले भन्नु खोजेको बुझ्यो नि रिजल्ट कति वर्षपछि आउने रहेछ रिकभरीमा पनि त्यही बुझेन है तपाईँको कममा पनि तपाईँले फ्यामिलीको विश्वास जित्नलाई फर्स्ट ट्रिटमेन्ट हो भने 1 वर्ष हो सेकेन्ड हो भने कममा पनि अर्को 4 वर्ष थर्ड हो भने कममा पनि 10 वर्ष क्लिन भएपछि मात्रै फ्यामिलीले तपाईँलाई टोटल ट्रस्ट गर्छ नत्र बाहिर तपाईँको अगाडि विश्वासै गरे जस्तो देखाए पनि भित्री रूपमा चाहिँ नि गरे फर्स्ट ट्रिटमेन्टमा चाँडै सजिलो छ 1 वर्षमा बाइक आउँछ भन्या चिज आउँछ हो आउँछ कि आउँदैन आउँछ त्यही किनकि हामीले त सिकाएको ठाउँमा नि त होइन त्यसपछि सेकेन्ड ट्रिटमेन्टमा कममा पनि 4-5 वर्ष किनकि फ्यामिलीले पहिला धोका पाइसक्यो त्यसको भरोसा हुँदैन थर्ड ट्रिटमेन्टमा कममा पनि 10 वर्ष फोर्थ ट्रिटमेन्टमा लाइफ भरि नै विश्वास हुँदैन हुन्छ हुँदैन त्यही भएर अहिले तुरुन्तै रिजल्ट खोज्ने होइन क्या तपाईँहरूले के गर्नुपर्छ आफू चेन्ज भएँ भनेर भन्ने होइन क्या बुझ्नु भयो तपाईँ चेन्ज भएको कुरा अरूले देख्नु पर्यो क्या जस्तै तपाईँ चेन्ज भयो तपाईँलाई थाहा छ तपाईँ चेन्ज हुनुभयो तपाईँको तपाईँको फ्यामिलीलाई गएर म चेन्ज भएँ यो मुखले बोलेर हुँदैन कि एक्सन स्पिक लाउडर देन वर्ड्स तपाईँ नबोल्नुहोस् काम मात्र गर्नुहोस्
बुझेन होइन संसारमा 3 थरीको मान्छे हुन्छ एक थरीको मान्छे खालि बोल्छ मात्रै काम गर्दैन सेकेन्ड टाइपको मान्छे कस्तो हुन्छ बोल्छ पनि गर्छ पनि थर्ड टाइपको मान्छे कस्तो हुन्छ काम मात्रै गर्छ बोल्दैन के मेरो विचारमा बेटर चाहिँ सेकेन्ड टाइपको मान्छे हो बोल्छ पनि गर्छ पनि होइन त्यो चाहिँ राम्रो हो तपाईहरु चेन्ज हुनु भएको छ भन्ने कुरा तपाईको सुत्ने बानीले तपाईहरुको खाना खाने टाइमले तपाईहरुले अरूसँग बोल्ने व्यवहारले हैन स्पष्ट रूपमा तपाईहरु चेन्ज देखिन्छ म रिकभरीमा आउँदा फेरि म एउटा पसलमा 100-200 मागिरहन्थेँ कि बेला बेला इकोनोमिक क्राइसिस भयो बेलामा एउटा पसल थियो मेरो 20औं वर्षदेखि पैसा मागिरहने ठाउँ के त्यो चाहिँ अनि म पैसा माग्न माथि 100 रुपैयाँ 20 रुपैयाँ कहिले 30 रुपैयाँ लिँदा हुन्थ्यो फेरि रिटर्न पनि पैसा पनि फिर्ता गर्दैन 2 वर्ष क्लिन भएँ म 2-3 वर्ष क्लिन भएँ झोला बोक्ने मिटिङ जाने मिटिङ जाँदा फेरि पानी 1 बोतल अनि त्यो आर्मीको बिस्कुट हुन्छ नि थाहा छ हाई एनर्जी 4 वटा त्यो बिस्कुट 2 प्याकेट पानी छाता अनि एनेको जस्ट टुडे बुकहरु बोकेर हिँड्थ्यौँ मान्छेले सोध्थ्यो कहाँ जानु अफिस जानु प्रोजेक्ट हो प्रोजेक्ट कति छ त 15-16 हजार छ पत्याउँदैन काम गरेको छैन भने पनि हैन ब्याक स्याक बोकेर झरा पुरा अफिसियल बनेर हिँडेछ कहाँ जानु भने अफिस जानु भन्दिने अनि पैसा कति छ 15-16 हजार 15-16 हजार छ भन्दै त्यो बेलामा छ आफ्नो पीडा आफ्नो खाजा खान नपाएर बिस्कुट बोकेर हिँड्नु परेछ अनि म त्यो बाटो हिँड्ने ओर्दो गरेर आएँ एक दिन त्यो त्यहाँको दाइ भाउजूले वाच गरेर आएको छ नि त तपाईँ त सुनिरहनु भएछ यार मलाई मैले त्यो पसलमा त्यसपछि कहिले चुरोट पनि किन्न गएन म पैसा पनि माग्न गएन होइन खालि मैले के गरेँ आउँदा जाँदा बाटोमा पर्ने बाटो अब उसले त मलाई पसलमा बसेर हेरिरहनु रहेछ आएको गर्दा त देखिरहेको हुन्छ नि उसले नोटिस गरेर अब पहिला झल्नु भएर होइन गङ यहाँ स्काफ टक अनि फेरि चुरोट होइन स्टाइल लिएर हिँडेर केटाहरूसँग अब पछि त अब त रिकभरीमा कसरी हिँड्छ सिधा केटीहरू आयो भने चाहिँ हेर्ने हो होइन मन पऱ्यो भने नभए त्यो नि हेरेर चुई हो नि त त्यो सफरिङमा कस्तो हुन्छ होइन हिँडाए पनि चेन्ज होइन पुरै चेन्जै हुन्छ नि सफरिङमा अब म आफ्नो बाटो जाने आफ्नो उसले देख्यो क्या चेन्ज मैले के पनि भनेको छ उसले थाहा पायो चेन्ज होइन अरू घटना के हो भने एकचोटि 2-3 वर्षै क्लिन थियो होला म घरमा पैसा हरायो पैसा पनि धेरै भयो 350 400 म त भुक्का रिकभरीमा आएदेखि 3 वर्षसम्म भुक्का 1 रुपियाँ पनि मसँग पैसा हुँदैन म माग्दा पनि नमागेँ होइन घरमा पानी खाएर हिँड्ने घरमा आमाले जे पकाउँछ खाने कहिले डिमान्ड पनि नगर्ने मोबाइल पनि छैन के पनि छैन 3 वर्ष क्लिन हुँदासम्म मोबाइल हुने चिज छैन मसँग चप्पल फ्याटेर पड्कायो हिँड्यो होइन एकदम 350 रुपियाँ हराएछ 300-400 अनि के अरे बुवाले आमालाई भन्नुभएको छ त्यो भइरहेछ बुवाले आमालाई मैले पैसा चोरेँ भन्नुभएको छ कि आमा त पुरा आएर रोएर तैँले फिल्मी स्टाइलमा क्या टाउकोमा हात राखेर कसम खाएर ल्यायो के भएछ म त 2-3 वर्ष क्लिन भइसक्यो मान्छे अनि तैँले बाउको पैसा ल्याएर कहाँ लिनु मैले ए बाउले रातमा झगडा गरेर हैरान गर्छु मलाई तँलाई घरबाट निकाल्यो भनेर तरकारी पनि नपकाइदियो जाँसुकी जाने यहाँ नि भने मैले एङ्गर नो एङ्गर रियाक्ट होइन मलाई थाहा छ नि त मैले ल्याएको छैन मैले कसैलाई प्रुभ गर्नु जरुरी छ छैन बिहान उठ्ने नुहाउने योगा गर्ने ध्यान गर्ने खाना खाने एकछिन घाममा बस्यो लिटरेचर पढ्यो त्यसपछि छाता बोक्यो पानी बोक्यो बिहान बोक्यो एउटा मिटिङ सुरु हुन्थ्यो 4 बजे प्राय म मिटिङ हलमा मिटिङ हुने ठाउँमा 12:30 बजे 1 बजे पुगिसक्यो ढक्क भित्र गयो किताब पल्टायो पढ्यो बस्यो मेडिटेसन गर्यो
3:30 बजे केटाहरू आइहाल्छ चिया खायो त्यहाँबाट फेरि फेलोसिप गयो पैसा हुँदैन अप्सन कसैले चिया खायो भने खायो नभए गफसप गऱ्यो प्रोग्रामको 8-9 बजे घर गयो रेगुलर टाइम मेरो त्यो सुरुको 3 वर्ष 5 बजे 5:30-6 बजीतिर उठ्यो एक्सर्साइज गऱ्यो 1-1.5 घन्टा योगा गऱ्यो एक्सर्साइज गऱ्यो ध्यान गऱ्यो यसरी 3 वर्ष मैले कटाएँ एक दिन योगा गरेर राति म यसरी यो ध्यान सवासनमा बसेर सुतेर ढोका ट्रिङ खोल्यो यस्तो हेरेर बहुत उठ्दा नि उठ्दैन 3-4 दिनपछि पैसा हरायो अनि बोल्यो ल तैँले जे गरिस् राम्रो गरेर राख्छस् हामी पनि खुसी छौँ सबै खुसी छौँ आँखा बन्द गरेर ढोका लगायो के भन्नु पर्यो 4-5 दिनपछि त्यो पैसा अरू ठाउँमा रहेछ कहाँ रहेछ भेट मलाई थाहा छैन कति पैसा पनि मलाई थाहा छैन भेट्यो लियो सक्यो मैले झगडा पनि गर्नु परेन केही भन्नु पऱ्यो एक शब्द बोल्नु पऱ्यो आफ्नो काम गर्यो बस बुझ्यो नि एउटा इक्जाम्पल मजा दिएको कि कस्तो धेरैचोटि आउँछ लाइफमा तपाईँ 10 वर्ष क्लिन होस् 12 वर्ष क्लिन 14 वर्ष क्लिन होस् होइन म अहिले यत्रो क्लिन हुँदा त कहिलेकाहीँ मेरो आमाले मलाई ट्याबे हुन्छ अहिले त भन्छु रिस उठ्यो भने किनकि त्यो दाग लागिसकेको छ नि होइन त्यो दाग लागिसकेको छ कि त्यो जान अलिक गाह्रो हुन्छ बुझ्नुभयो नि तपाईँहरूले तर कसैलाई केही यु क्यानट चेन्ज पिपल प्लेस हामीले बुझाएको छैन हामीमा कस्तो छ भने कस्तो मेन्टालिटी हुन्छ भने सेल्फ डिस्ट्रक्टिभ मेन्टालिटी भनेर एउटा वर्ड छ क्या आफूले आफूलाई ध्वस्त बनाउनु बुझेको बिचरा मलाई सबैले माया गरिदियोस् मलाई सबैले केयर गरिदियोस् त्यस्तो सोच हुन्छ क्या इमोसनल विक भएको कारणले गर्दाखेरि त्यो सोच आउँछ तर एउटा कुरा के बुझ्नुपर्छ भने जबसम्म हामीले अरूलाई माया गर्दैन अरूले हामीलाई माया गर्दैन बुझेको बुझेन अघि चौतारीको कुरा गरेँ नि कसले भने चौतारी भनेर होइन यो चौतारीमा छायामा बस्न को आउँछ बाटो भेट्ने पटुवाहरू आउँछ किन आउँछ किनकि यो रुख बलियो छ हो क्या अब यो रुखै भाँचिन लागेको कमजोर भयो भने अब शीतलमा मान्छे बस्न आउँछ किन आउँदैन किनकि एनी टाइम त्यो रुख ढलेर उल्टो मान्छे मर्न सक्छ भनेपछि मान्छेहरू कस्तो रुख मुनि गएर बस्दो रहेछ जगानी हेर्दै फेरि झम्प परेको बलियो रुखको मुनि आउँछ कि अनि मेरो लाइफमा मान्छेहरू किन आएन त यार म त कमजोर रुख रहेछु नि त मेरो मुनि कोही आएर माथि बस्यो भने के हुँदो रहेछ मैले थिच्दिने रहेछ मैले तिनीहरूको जिन्दगी धरा पार्ने रहेछ त को मेरो लाइफमा आउँछु भने बुझ्नुभयो कि बुझ्नु भएन बुझ्नुभयो त्यो एउटा उखान छ नि त्यो के अरे बलेको आगो सबले ताप्छ हामीले भन्छौँ नि त जाँड खायो बेलामा चिया खायो बेलामा तिनीहरू मैले चिनेको छन् गेडा सबै डेडा छन् गेडा सबै डेडा होइन बलेको आगो छ मैले बलेकै आगो ताप्छु नि होइन र म चाहिँ नि बलेको आगो ताप्ने अनि अरू चाहिँ म निभेपछि मलाई ताप्न आउँछ मूर्ख पागल हो तपाईँको लाइफमा तपाईँलाई फ्यामिली चाहिन्छ अहिले आमाको कुरा छोराको कुरा दुनियाँको कुरा सबै लाइफमा चाहिन्छ भने तपाईँ पहिला स्ट्रङ हुनुपर्छ बुझ्नुभयो नत्र मैले त कतिसम्म तपाईँहरूले नि देख्नु भएको छ नि कति एक्जाम्पलहरू काठमाडौँमा घर भएर पनि 2-3 ठाउँमा जग्गा जमिन घर सम्पत्ति भएर पनि लास कहाँ भेटिरहेको थाहा छ जाँड खाएर पुल मुनि भेटिरहेको भेटा हुन्छ नि भेटा हुन्छ एउटा त्यो साइकोलोजिकल हामीले चेन्ज ल्याउनुपर्छ कि ड्रग एडिक्टको के हुन्छ साइकेट्रिकहरूले साइकोलोजिस्टहरूले के भन्छ भने हामीसँग चाहिँ नि रियालिटी फेस गर्ने क्षमता कम हुन्छ कि अहिले हामी कमजोर टाइपको मान्छे के भयो भने खाइदिउँ होइन डिप्रेसन भयो भने खाइदिउँ त्यसो मेन्टालिटी भएको मान्छे भएको कारण हामीले आफूले बुझ्नुपर्छ कि मेरो क्यारेक्टर यस्तो टाइपको रहेछ बुझ्नुभयो त्यही भएर आफूलाई जज गर्ने प्रोग्रामले थिङ्क भन्छ कुनै पनि काम गर्नुभन्दा अगाडि सोच्यो हो
तपाईँलाई खानु मन लाग्यो फर्स्ट सोच के आयो खानु मन लाग्यो सेकेन्ड सोच अब प्रोग्रामले दियो नि त पहिला त खानु मन लाग्यो खायो अब रिकभरीमा आयो फर्स्ट सोच के आयो खानु मन लाग्यो सेकेन्ड सोचमा के आयो खाएपछि के हुन्छ थर्डमा खानुहुन्न भन्ने आउँछ बुझेन फर्स्टमा के आयो दारूको बोतल देख्यो खानु मन लाग्यो सेकेन्डमा के आयो खायो भने के हुन्छ र सोच्यो कि सोचेन अघि एकछिन सोध्छौँ हामी है त सबले बेरको बोतल देख्यो आफ्नो चोइस अफ केमिकल देख्यो ल देख्यो आँखा बन्द गऱ्यो आँखा बन्द गरौँ देख्यो कसैले छ्याङ देख्यो कसैले निगार देख्यो गाँजा देख्यो ट्याप देख्यो होइन आँखा बोल्नु ल खान मन लाग्यो फर्स्टमा त मन लाग्यो है नढाँटिकन भन्नु अब सोच्नु सेकेन्डमा खाएपछि के हुन्छ के हुन्छ अनकन्ट्रोल हुन्छ म त सेन्टरै पुग्छु मलाई त यार बुटु हुन्छ यार मेरो त लाइफै अवस्था बिग्रियो होइन नम्बर 3 मा के भन्छ सोच खानु त होला जस्तो लाग्यो हो कि फेरि 5 मा फेरि अझ सोच पुगेन बढाउनु त मिल्यो नि सोचे के नखाएकै ठिक छ हो कि बुझ्यो नि खानु सट्टा हामीले के गर्नु पर्यो रनिङ हाने यार 15 मिनट बुझेन 10-15 मिनट एक्सर्साइज मात्रै पसिना थलो आउने गरेर गऱ्यो भने बिजी हुनु पर्यो त्यसको सोच अरू ठाउँमा माइन्ड डाइभर्ट हुनु पर्यो खानु मलाई हामीले एकल फोन गर्नु पर्यो सेन्टरमा के छ दाइ कस्तो छ मिटिङ जाउँ होइन बुकहरू पढ्ने यतातिर जानु पर्यो सबलाई सोच आउँछ जो मान्छेले मलाई खाने सोचै आउँदैन भन्छ नि रिकभरीमा आएर मलाई लाइफ यत्रो रिकभरीमा आएँ मलाई खाने फिलिङ्स आयो त्यो एडिक्टै भयो त्यो झुट बोलिरहेको छ आएन होला 20 वर्षपछि 15 वर्षपछि 10 वर्षपछि आएन होला मानौ आएन होला तर आउँछ बुझ्नुभयो किनकि हाम्रो प्र्याक्टिस के छ त 25-30 वर्ष 35 वर्षमा रिकभरी आउँछ 20-25 वर्ष त खारै बिताउँछ सक्छ आउनु स्वाभाविक हो कि तपाईँलाई कहीँ देख्यो अरे कोही मान्छेसँग 1.5 लाख 2 लाख 3-4 लाख यसलाई हानेर लिएर जस्तो लाग्छ लाग्छ नि यार दिमाग हो होइन त्यस्तो हुन्छ के तर सोच्यो आयो सेकेन्डमा सोच्यो त्यसको रिजल्ट सोचिन्छ थर्डमा डिसाइड गरिन्छ फर्स्ट थिङमा के गरिन्छ फिलिङ्स आउँछ फर्स्ट देख्ने बित्तिकै के आउँछ फिलिङ्स आउँछ सेकेन्डमा के आउँछ त्यसको रिजल्ट सोचिन्छ थर्डमा के हुन्छ डिसाइड गरिन्छ अब गर्ने कि नगर्ने बुझ्नुभयो कि बुझ्नुभयो सबै कुरामा हुन्छ क्या त्यो अब क्यामेरा अफ भएपछि अब पनि म एक्जाम्पल दिन्छु बुझ्यो है त फर्स्ट प्रायोरिटी हाम्रो के हुनु पर्यो रिकभरी यहाँ 3 महिना 6 महिना बसेर केही नि हुनेवाला छैन यो त जरा मात्रै त्यो गमलामा देखेको छैन पानी हाल्छ नि हामीले टुसा पलायो नि के पलायो हुन्छ नि टुसा पलाएर हामी त्यो बारीमा सार्छौँ रिकभरी मात्रै टुसा मात्रै पलाउने हो के पनि होइन यहाँबाट निक्लिसकेपछि मलजल गरेर 5 वर्ष 6 वर्ष उभिएर आफ्नो खुट्टामा गर्न सक्ने भनेको तपाईँको अर्को कुरा हो त्यसमा हाम्रो हात हुँदैन हामी त नर्सरी हो नर्सरी भने थाहा छ त्यो नर्सरी होइन फुलवाला नर्सरी हामी त ल्याउने टुसा उमारिदिने पठाइदिने बस बस जराले समाउने बनाइदिने टक्क ल्याउने प्लास्टिकमा पोको पार्ने ल लानुहोस् अङ्कल आन्टी तपाईँको सामान भन्ने पठाइदिनु अब सामान बिग्रियो कि कुहिने हो अङ्कल आन्टीको नि हातमा हुन्छ होइन फ्यामिली 50 तपाईँ 50
जाने बित्तिकै घरमा अब रामायण सुनाउनु थाल्यो तैँले यस्तो गरी उस्तो गरी भोलि चिप्टिहाल्छ चिप्टिँदैन सेन्टरबाट गएको छैन तैँले यस्तो गरी उस्तो गरी यहाँ बियर बाउनै बियर खाएर जाँडा आएर बवाल गरिदिनु थाल्यो भने त सक्यो अब तपाईँहरूलाई त कस्तो गर्नु पऱ्यो घर जाने बित्तिकै नमस्कार हजुर बाबु खासा फसला खुसु त पार्नु परेन त्यो अब हामीले घरमा पनि सिका हुन्छौँ तपाईँहरूलाई पनि हामीले भन्छौँ है सो केही छ सोध्नुपर्ने केही छ क्लियर छ बुझ्यो भाइ के छ भन्नु के छ तपाईँ बुझ्नुभयो यो 6 महिनाको अवधि छ नि यहाँको यो चाहिँ तपाईँहरूले एकदम तपस्याको रूपमा लिनु बुझ्नुभयो घर परिवार छोडेर श्रीमती छोडेर इष्टमित्र छोडेर संसारको सबै सुख सुविधा छोडेर यहाँ आएर बस्नु परेको छ केही छ त तपाईँहरूसँग अहिले मोडर्न समाजको केही डिभाइसहरू बोक्नु भएको छ छैन कापी कलम बसेको छ पढ्नु बसेको छ लाइफलाई कसरी फेरि स्टार्ट गर्ने भनेर सुरु गरिरहेको छ यो टाइममा तपाईँहरूले राम्रो मेन्टालिटी पोजिटिभ थिङ्किङ गरेर अगाडि बढ्नुभयो भने तपाईँहरूको जीवनमा पनि यो सबै हुन्छ होइन भने के पनि हुनेवाला छ अहिलेको डायग्राम देखाएको थिएँ नि 1 वर्षमा फर्स्ट ट्रिटमेन्ट 1 वर्ष सेकेन्ड ट्रिटमेन्ट 4 वर्ष थर्ड 10 वर्ष फोर्थ ट्रिटमेन्ट पाउनु पनि सक्छ नपाउनु पनि सक्छ सधैँ पाउनु भने कहाँ दिन खोजी लाग्छ त यार 15,000 पर मन्थ बाउको कमाइ 12,000 होला यार हुने गरी होला यहाँ अब लाखौँ कमाउने पनि छ यहाँ कोही यहाँ अलिअलि सामान बेचेर करोडौँ कमाउनेहरू पनि छ है र सबैको फ्यामिली त्यति बलियो हुँदैन कि त्यही भएर पहिला थिङ्क अब 3 छोडी थिङ्क भन्नुहोस् न सबले फेरि सबैभन्दा खतरा स्लोगन यो है बुझेन म प्रोग्राम फलो गर्दिनँ सोचे आयो म प्रोग्राम फलो गर्दिनँ मलाई फिलिङ्स आयो म नेगेटिभ भएँ सोच्यो फर्स्टमा के सोच्यो फर्स्टमा के सोच्यो प्रोग्राम म फलो गर्दिनँ सेकेन्डमा के सोच्यो अब मैले फलो गरेँ भने के हुन्छ थर्डमा के भयो गर्नै परेको परेन मलाई फलानासँग रिस उठ्याएको छ नाकै फुटाइदिनु मलाई एकदम हान्नु मन लाग्यो फर्स्टमा के आयो हान्ने सोच आयो सेकेन्ड सोच के आयो हान्यो भने के हुन्छ म त पुलिस केस हुन्छ मैले पैसा तिर्नु पर्छ होइन न त्यसले पो मलाई उल्टो हान्ने हो कि हो थर्डमा के हान्नु हुँदैन बुझेको बुझेन सोचाइको जम्मा 3टा प्याटर्न हुन्छ एउटा सर्ट दिमागमा आउँछ सेकेन्डमा रिजल्ट आउँछ थर्डमा तपाईँले डिसाइड गर्ने के गर्ने के नगर्ने ओके माथि